यहाँ छियाइ नै पञ्चायत व्यवस्थामा कहाँ बस्दा छ बोलिहाली बस्दा छ नेपालमा बस्ने त आम जनताको हितका लागि तपस्या गरेका हुन् बलिदान दिएका हुन् त्यस्ता मान्छे हुनुपर्छ मुखले भनिकन कुरा गरिकन पनि मुखले भनिकन पनि हुँदैन मान्छेको चरित्र भ्रष्ट छ भनेर मुखले भनिकन बनाउनु सक्दैन आफ्नो लागि मान्छेको कुरामा विश्वास त नबोक्यो भने जनताले थाहा पाइसक्यो त्यसैले त्यो पालो दियो माओवादीले 24 सीट दियो पछिल्लो पाल चढाउको झर्नु पर्यो अब यही त हेरौँ यो जनताले हेरेका छन् न्यायाधीश त जनता हो ठिक एकचोटि यसले जान्छ नि त यो गतिविधि कसो छ भने लागेका हुन् त्यो लाग्दा